हेलो साथीहरु, वेलकम टू माई मिनी ब्लग। आजको ब्लगमा मकै गर्ने कार्यक्रम भइरहेछ। मेरो सहयोगको लागि बल्ल बल्ल बोलाएर आइपुगेको छन्। ल हेर्नुस् है त यिनीहरूको खनाइ। एउटा इन्डियाको मुरुक्कोबाट आएको महिला, एउटा चाहिँ कट्टु बोकेर लाछन् टाउकोमा। हाम्रो मम्मी त जुन केही कुरा गर्ने पुरै खत्रै। मैले चाहिँ यहाँबाट लिएर वहाँ पारिसम्म खनिसक्यो। थकान लागिसक्यो। गाइजहरू मकै गोरेर उताबाट हाम्रो बाबाले पुरा फुल निगरानी। कति राम्ररी खने पनि यार सुक्खै छैन। घरि यस्तो भएन उस्तो भएन भन्नुहुन्छ। आज मेरो नयाँ हेयर कट कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट गर्नु होला। त्यो स्कुटी अहिले हामीले लगाए भए लडबरी गरेर मकै भाँचेर अनि फुल्लिएर अहिले आफ्नो छोराले लगेपछि त मतलबै होइन। ल साथीहरू, अर्को एउटा कामदार पनि थपिसक्यो। मकै गोर्दाखेरि चस्मा टोपी मोजा लाएर कोहीले गोरा देख्नु भएको थियो साथीहरू। यो त खतरा हो एकैछिनमा सबै। हेर्नु साथी, बड्डीले खन्न सकिनिन् भनेर अटो रोकेर बड्डुवाएर खनिदिरहेको। यसलाई भन्छन् मुया। यिनीहरू चाहिँ बसेर गफ मात्र छाडिरहेछन्। हेर्नुहोस् मैले गोरिरहेको छु। ल यो सकेर अब फुल भिडियो आउँछ है त। हेर्नु साथीहरू, यत्रो बारी मैले एक्लै खनेर समाप्त। यही कुटोले खनेर समाप्त। हाम्रो मम्मी बहाना बनाउँदै हात मर्क्यो भनेर हल्का सोल्टिनीहरू गोर्न आऊ भने आएनौ। अहिले भाउ खोज्यो। जुम्ल्या हुनुपर्ने कि त किन फेस एउटै भएर किन जुम्ले भएन भन न। कसलाई थाहा हुन्छ। जाम न त हिँड मकै गोर्न। साँच्चै पक्की बात। मेरो हेयर कट कस्तो लाग्यो तिमीलाई आज भन त। गो सेडी भने यही हो। हेर साथीहरू, हामी चाहिँ लखर लखर डुल्दै डुल्दै फर्रा बोक्दै मकै गोर्न लाग्यो तल्लो बारीको, होइन मम्मी? यही कोदालीले मम्मीको हात कहाँहरू म शून्य देखाइदिनु त। यो आज शून्य हो कि त्यत्तिकै गफ हाल्यो कमेन्ट गर्नु होला है त। त्योहरू फाइनली लोकेसनमा आइपुग्यो हामी मकै गोर्ने ठाउँमा है त। तिम्रो नाम भनिदिउ न त। यिनी छैन कुमारी हुन्। यिनको नाम चाहिँ है त। ल यिनको गोराइ हेरौँ न त। कर गरेर ल्याएको कर गरेर ल्याइनौ हामीलाई। ल यो सब एक्लै गोर्छु भनेको थिएँ नि। हजुरले कर गरेर ल्याएको मलाई होइन, मैले कहाँ कर गर्नु, म त करै गर्दैन। ल गोरिहाल त गोरिहाल। कहाँबाट? नजिक कताबाट पर्छ? अमिल्लेबाट? राप्ती माछा त सस्तै होला नि। ल्याइदिए न मलाई। तिमी मार्न जाने औलाउ त जान्दैनौ। फुर्सद निकाल न निकाल। राप्तीको गोर्ने स्टाइल हेर्नुहोस् साथीहरू। स्माइल चाहिँ हो कि यिनको। मकै कि मल? ए राप्ती गाउँपालिकाको मोस्ट ट्यालेन्टेड मकै गोर्ने हाम्रो मित्र आइपुगेको छिन्। यता हेर न, यता हाँसो चाहिँ हो क्या फेरि ठाउँमै। हाम्रो जेन्जी युवाहरूले रातिमा पनि मकै गोरिसक्छु भन्ने प्रण ल्याएको छन् साथीहरू। त्यही भएर धमाधम काम जारी छ। हाँसो मागा छिर्ला, मुख बन्द गर। चिड्डी टिकटकर के गोलकिपर होस् त। स्टाइल त त्यस्तै अड्याजिस। ओ नानीले हान्दो रहेछ है फर्रा। आज हेरेकै छैन मैले। म सपोर्ट चाहिँ पोर्चुगललाई नै गर्छु। ओहो, बिग फ्यान कसको? तर जित्छ जस्तो लाग्छ फेरि स्पेन अथवा फ्रान्सले। अनि पोर्चुगलको सपोर्टर जित्छ चाहिँ जित्ने जस्तो लाग्छ के? कसले?
फ्रान्स र स्पेन फ्रान्स र स्पेन उम्, किन पोर्चुगलमाथि भरोसा छैन होइन, रोनाल्डो फ्रान्सको माथि डिफेन्डर अनि त्यसपछि गोलकिपर रोनाल्डोमाथि भरोसा छैन छ अरू छैन नि त के भन्ने गाह्रो छ गाह्रो म पनि रोनाल्डोको काम गर्दा गर्दै थाहै भएन रात परेको के गर्ने साथीहरू अब घरतिर पनि जानु पर्यो अलिकति बचेछ बारी यो सकाएर घरतिर जाने हो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला सब्सक्राइब फर मिस्टर गड एन्ड पी